स्वस्थानी परमेश्वरी भगवती कल्याणी माता की जय। एउटा दुनामा एउटा अलिकति आज मन भइसक्यो होइन त्यो लाउड नदियो लाउड हातमा अस्ति विराट नगर त 12 बजे जस्तो मात्रै आज पनि लागेको छ बिहान रात लागेको थियो कि त्यही रूपले म जोडेर लाएर त्यस्तै होला बिहान उग्रिँदो रहेछ बेलुका चाहिँ कुरी लाग्यो भने बिहान उग्रिँदो रहेछ राति क्लियर भयो भने बिहान
त्यही फेटा त तपाईँको अस्ति पनि फेटै लगाएको गोविन्द कृष्ण यतै ए मैले उता लानु गरे घरमा लगेर के काम अभिषेक कति कक्षामा पढ्छौ? म एलकेजी। बुवाको नाम के हो? ड्याडीको नाम? ड्याडीको नाम परशुराम पराजुली। मम्मीको नाम? मम्मीको नाम कमला पराजुली। ए ल त के आलिसा हाँ? पराजुली। अनि कति कक्षामा पढ्छौ? नर्सरी। नर्सरीमा? अनि बाबाको नाम के हो त? परशुराम पराजुली। ए परशुराम पराजुलीकै छोरी पो रहेछ त होइन? अनि मम्मी? मम्मीको नाम मेरो नाम पनि भन् बिरानाको आमा भन् कमला। कमला आन्टी? ए हाँ? हाँ? साह्रो भन्न भाइ यार। ए कति कक्षामा पढ्छ? ए ल साह्रो भन न। कति कक्षामा पढ्छौ? ए कति कक्षामा पढ्छौ? बाबाको नाम के हो? के हो बाबाको नाम? ए कतिमा पढ्छौ रे? ए केजी 3 मा पढ्नु नि? साह्रो भन्ने नि के नाम रे? ए कति कक्षामा पढ्छौ? हाँ? ए केजीमा पढ्नु नि? तिम्रो बाबाको नाम के हो? ए कति कक्षामा पढ्छौ तिमी? ए केजीमा पढ्नु नि किन नर्सरीमा? तिम्रो बाबाको नाम के हो? ए तिम्रो घर कहाँ छ? हाँ? ए कति कक्षामा पढ्छौ? ए ल सिर्जना के? ए तिमी कति कक्षामा पढ्छौ? ए अनि तिम्रो घर चाहिँ कहाँ हो? ए तिम्रो बाबाको नाम? ए ल अनि कति कक्षामा पढ्छौ? हो कुन हो के स्कुल हो तिम्रो नाम? बुबाको नाम के हो? ए मम्मीको? ए ल कति कक्षामा पढ्छौ? तिम्रो बाबाको नाम? तिम्रो घर चाहिँ कहाँ छ त? अनि अरू के छ सब ठिक छ? ल मेरो खिचेको छैन आज। सिधा बस सिधा हो त्यसो। उरा बस उरा कुटुम्ब हो नि त बाहिर दिन सबै नगर्नु छोड्यो आफ्नै भएर गऱ्यो नि आउनु त अहिले पनि आयो। अब 28 त फेरि आइपुग्छ। उनीहरूको महिना 15 दिन बोलाइरहेको हुन्छ आउँछ। के हो भने हल्का छैन पवित्र पवित्र पते पवित्र पूत काममा पनि योगस कर्ण विष्णु सर्व विषय जागत ओम तत्सत राज्य प्रवर्तमान कारण
साप्ताहिक कौशिका पिनेश्वरी रामगंज काली पूर्व दक्षिण विभागे ग्रामरी सुनसरी मलांतर्गते बगले ग्रामे ब्रह्मस्थले मनमथ नाम संवत्सरे नारायण कुमाराज आदव दीपक पौष शुक्लपक्षायां व्रतधा श्री स्वस्थानी परमेश्वरी व्रतधारणपूर्वक श्री तद अद्योद्यापनार्थं तदङ्गतयाः आर्माङ्गतयाः पूजन कर्म कर्तुं तदङ्गतयाः यथाशक्तिः हवन कर्म कर्तुं तदङ्गतयाः सपादलक्ष प्राप्त लक्ष्मी चिरकाल के चाहियो भन्नु त किन तपाईँले खोजेको देखाइदिनु मन नलाग्नु नगएर त्यो निकालेर फ्याँक्नु अनि भोलिपल्ट ओम कृष्ण निवेशन हिरण्यन सविता रथेर देवजाति भुवनानि प्रसन्न अर्घ सबै अर्पण गरेर चन्द्रनक्षत्र पुष्प चन्दन पुष्प विश्वरूप हिरण्य जात वेद परायण ज्योति रूप तपन्त सहस्र रश्मि सततं वर्तमान प्राण प्रदानामदयते जगत साक्षी विश्वकर्मणे ओम श्री गणेश श्री सूर्य नारायणाय नमः श्री परमात्मने नमः आयो भनेदेखि अलग कुरो भयो अब तिम्रो गाउँको तिम्रो सबै मान्छे कामना गरेर सुनेर दिनुपर्छ नि यस्तै गफ भए अच्छा त्यो भान्सा बनाउने त्यसरी उर्केर बनाउने गर्छु जान्छ दुई दिन गफ खेती बिस्कुट छ अरे जाऊ न हजुरआमा कल्पना दिदीलाई बोला न यसमा धेरै छ त्यो चारोमा थोरै सबै तल हाम्रा सय भएपछि 1 लाख बस्ने 1,10,000 सयमा 10 भयो नि 1,10,000
10,000 काठमाडौँ गएन नि दाजुभाइ त्यतिकै बस्यो जाउको पात भइहाल्छ नि होइन त्यो कति राम्रो हुँदो रहेछ भनेको होला हुन्दामा सात पात राख्नु तर हुँदैन नि त तर अनि अब त्यसलाई पनि बनाएपछि भइहाल्छ अझै फेरि अब पेन्टिङ गरेर कस्तो भयो अब त किन यता आएको खाएर हुँदै बोल्नु खोइ त तिमीले खेले खोइ त पूजा गर्दै गर्दा हुन्छ नि उठ्या छ आज छ त अब यहाँ तिम्रो निस्केर कि माथि हो नि आफै काट्यो त पुगिहाल्छन् एकसाथ बसेको छौँ कि भरे पछि त्यसै दिन आउने चाहिँले घर चढेर बस्ने दिँदै हामी आज आएको भनेर घरमा अप्ठ्यारो हो यो त पुरी डाला ल्यायो न भने माथि चढ्नु भने डाला ल्याएर सिलिङमा नयाँ डोको होला अस्ति डोको राखेको उता चाहिँ दुनियाँ भएका छन् पुरी चाहिँ खेता झक्किहाल्यो सानो पनि त्यो अहिले
अहिले आफै पकाउने हुन्छ सबै खाँचो बनाएर आज म आफै साउनदेखि यो साउनदेखि 7 सबैलाई घचाएर आफै अगाडि आउँदैन आएर बस्यो बिहान मिले जानेर मात्रै भन्नुपर्छ है पारिकारी गर्दैछ उनीहरूकै हो आलस त मदत गर्दैन शरीरस्य सर्वं सपत्नी बन्धुवर्गादि पुत्रादि सहित मम करिष्मापूर्वक शालाउपचारण उमा माहेश्वर स्वस्थानि जगदीश्वरी पूजन कर्मण पूर्व संगत कर्मणि कर्मण निर्विघ्न परिस्वक्तात्म गणेश पूजन वयं करिष्यामहे छोड़ दिन गणेश भगवान को फूल लिएर ध्यान गर्नु ओम गजाननं भूतगणाधिसेवितं कपित्थजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं या श्री स्वयं सुकृतिनां भवनेषु लक्ष्मीः पापात्मनां कृतधियां हृदयेषु बुद्धिः श्रद्धा सतां कुलजना प्रभवशलज्जा तां त्वां नतास्म परिपालय देवी विश्वं गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः गुरुर्साक्षात् परं ब्रह्म तस्मै नमः। पूर्वस्व ओम सिद्धिविनायकाय नमः कुमारकार्तिकेय माता पार्वती नमः सद्गुरुचरण कुलेन ध्यानं समर्पयामि सिद्धिविनायकाय नमः सशक्तिकाय नमः आसन पाद्यार्घ इत्यादि क्रमले पूजा गरेर नि मैले पढ्दै हरि ओम गणानां त्वा गणपतिं हवामहे प्रियाणां त्वा प्रियपतिं हवामहे निधीनां त्वा निधिपतिं हवामहे वसोम गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः कृत्वा तिष्ठदशां रुख एवेदगुं सर्वं यद्भूतं यद्भाव्यम् उतामृततु शेषानो जदन्नेनातिरोहति एतावान् स महिमा तोजायाः सपूरुषः पादोश विश्वाभूतानि त्रिपादशामृतं दिवि त्रिपादूर्ध्व उदयत्पुरुषः निकाल्नु भन पाएको टक टक पार्नु नि त्यहाँ अब धुपबत्ती गरेर घन्टी बजाउँदै ओम नमः शिवाय एउटै मुठो मुठो पारे कति रुपियाँको मुठो हो यो 50 रुपियाँ कति रुपियाँ यो फिस्किन्छ भनेर बानेको ओम ब्राह्मणस्य मुखमासी देवरे हातले घन्टी बजाउँदै देखाउनु बत्ती ब्राह्मणस्य मुखमासीत् बाहुराजन्यः कृतः गुरु तदस्य जर्वैश्यः पदग्रहं शूद्रो अजायत
ओम दर्शन बत्ती बात हजुर अहिले त्यहाँ उता सल्काउने अजायता रोत्राद वायु सप्राणस्थ मुखाद अग्निर्जायत कृतवर्ती समायुक्तं परिणायते चमया दीपं गृह्णदेव ओम 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 भुइँमा राखेको धूपम अग्रापामी दीपम दर्शयामि नैवेद्य बनाउँछु नैवेद्य के छ सब चढाउने कुनै कुरा अहिले यी पूजा गरेको सबै ठाउँमा पूजा गरेको नैवेद्य मगाएर चढाउने के छ भएपछि एउटा चुनामा राखेर एकै ठाउँमा सबै चढाउनु पर्छ ओम नैवेद्य निवेद्य हामी इदम फलम नरेको साथ पुरा तस्तो भयो होइन बेसी होला अब फेरि आउनु पर्ने हो बुझेको भए आउँदो हो खोइ कोमल आन्टीलाई बोला बोला यहाँ बनाको ढाङ्गा मध्ये मध्ये आज म्हणे मी झालं एउटा च्याचुत गरेर सुपारीको दाना चाहिँ गन्डर ल्याउनु नि दुईटामा चाहिन्छ यसमा यसमा चौपदी किच्नु त नि बाहिरबाट त्यो चौपदी किच्यो भने त अहिले फेरि बस्छ नै सबै एउटा उठाउँदै यता आडीमा दिँदै गर्नु त्यहाँबाट कति खिच्नु त्यहाँ रिल सक्यो भनिदिनु है बाबु सक्यो अरे यसो उता सँगैले बस्छ गल्ली बस्छ उहाँ त उहाँ बस्छ यता सँगैले बस्छ अङ्कल गिराइदिनु ओ त्यसो भजन गरेर कस्तो राम्रो आएछ नानी उचालेर यता जाउँ काका त यता जाउँ
मेरो त बटा नै छोडो हाल्नु हिउँ लागेपछि जाले अरे अनि त्यो यसलाई ल्याएको चाहिँ कालो तेल रहेछ त्यो चाहिँ सेतो तेल रहेछ क्या रातो तिल रोटी रोटी खाने सात दिन पाले अब अहिले तिमीलाई यो दिन उसको मैले गएर मुख धोएर आउँछु कि तौले ढिलो भए अघि त भन्नुको नाचेको मुख धोएको फुटबल खेलेको भन्छन् के खाने यो तरकारी पुरी र तरकारी खाऊ ल रोटी खाऊ न त्यसरी ल तरकारी दिन्छु नि त यो दिन्छु नि तरकारी नेपालका तरिका दिएन खबर परेको नखाइ आएको त्यहाँ साइलानको छोरीको बाँधेको भन्नु पहिले बुझाउनुपर्छ बुझाउँदाखेरि जसले पनि यहाँ खानु त उनीहरूले लु त्यो उलेर तो बीच में तो पैसा मत मनोज उत्तरी जोखतामा विश्वे देवास यमादयन्ताम् ओम प्रतिष्ठा ओम भूर्भुवः स्वस्ति जगदीश्वराय नमो मामेश्वर धन सुप्रथमाकारहि नमः संपरम निर्विशेषं विशेषं सर्वार्थी ध्यान ध्यान बजा भन्दा कृष्ण हजुरलाई सम्झेर गर्छु आदर हरे मन्दिरमा बसेर हे कृष्ण हजुरलाई सम्झेर गर्छु आदर हरे मन्दिरमा बसेर कृष्ण हरे भई भन्छन् गोकुल आउने जानेले कृष्ण हरे भई गोकुल आउने जानेले गाई चोरेर लगिसके मन चोरेर खानेले भो वर्ण यागच्छ यतिष्ठ याग पूजां करोमि तातु सर्व सुप्रश्नमर्दो भव ध्यानम् आसनं पातिमार्गमातु स्नानं पुनराजनं पञ्चामृतं शुद्धदर्शनानं सर्वोदरार्थे कन्ना वायवेन भविष्यामि भूर्भुवः अलि उतो गरी लाउनु नि हो कस्तो अनारी काम गरेको लु सर मिलाएर त्यहाँ अलि नजिक बसेर लगाउनु अलिअलि जोगियो पानी नै थोरको हरि भइहाल्छ पानी उत्तरदेखि ईशान दले अन्तिम कोठामा ईशान दले ईशान आएन म ध्यान आसन पाद मार्ग परिपूर्णार्थे गन्धाक्ष पुष्पाणि नमस्करोमि ओम भूतेशाय नमः सकल पूजा परिपूर्णार्थे गन्धाक्ष पुष्पाणि समर्पयामि नमस्करोमि ओम शनैश्वराय नमः सकल पूजा परिपूर्णार्थे गन्धाक्ष पुष्पाणि नमस्करोमि ओम स्वस्थानि देव्यै नमः सकल पूजा परिपूर्णार्थे गन्धाक्ष पुष्पाणि समर्पयामि नमस्करोमि ओम नवराजाय नमः पुष्पाणि समर्पयामि नमस्करोमि ओम शिवशर्मणे नमः पूजा परिपूर्णार्थे गन्धाक्ष पुष्पाणि समर्पयामि नमस्करोमि ओम गोमाय नमः सकल पूजा परिपूर्णार्थे गन्धाक्ष पुष्पाणि समर्पयामि नमस्करोमि ओम चन्द्रावत्यै नमः परिपूर्णार्थे गन्धाक्ष पुष्पाणि समर्पयामि नमस्करोमि ओम अब धूपबत्ती यसो नैवेद्य अर्पण नैवेद्य अर्पण ओम ब्राह्मण भने चाहिँ हिँडी गयो खोइ भन्नु थालेको नि आएन है तन्नतवसन्तोष्यासि दाजङ्ग्रेक्मैद्मः शरद्धभिः सप्ताशासन् परिवाश्रीः सपसङ्गः कृतः देवाजन्यन् तन्वाना अवधनन् पुरुखं पशुम् ओम भूर्भुवः स्वाहा सावित्री देवेभ्यो नमः
सकल पूजा परिपूर्ण आते आह्वान भनेको त्यो बोलाउनु स्वस्थानीलाई यहाँ मन्त्र के छ म पढ स्वस्थानी माता थालामा वो स्वस्थानी देवी अत्र आगच्छ इह तिष्ठ मम पूजां गृहाण यावत् पूजां करोमि तावत्तुम सुस्थिरा भव सुप्रसन्ना भव ततो गङ्गाजल स्नान गङ्गाजलले नुहाइदिनु त्यो स्नान गराइदिने यहाँबाट गङ्गाजलले ओम हिमदिक्षु सरोजातं निर्मलं च हिमोपमं स्नानं समर्पितं भक्त्या लक्ष्मी तुभ्यं नमोस्तुते स्नान भयो अब पञ्चामृतले स्नान गराइदिनु पञ्चामृत ओम यो पञ्चामृत भनेको यहाँ राखेको छ पहिली पादेले गोडा धोइदिनु सुरुमा गोडा अनि त्यसपछि अहिले पनि सुरुमा त्यसो वस्त्रम पाद्यम समर्पयामि श्री स्वस्थानी जगदीश्वरै नमः अर्घ्यम समर्पयामि श्री स्वस्थानी जगदीश्वरै नमः अरू बेला जस्तो हो फेरि हाँसी मान्छे जता छ त्यतै आउनुपर्ने अरे कि रुँदै पकाउँदै पो गर्नु पर्यो दमकमा दिएको छ घडेरी दिएको मैले घडेरी घर बनाउन सक्छु अर्की माइलालाई चाहिँ कोइरालाई फेरि के गरेको ट्याक्ला पोकलीका चाहिँ नकेटी नातेका चाहिँ नकेट्छ कि ऊ आइमा चाहिँ नकेटी आइमा कि नकेट्छ सबै त पकलीकै होइन र त्यही त भन्दैछु त मेरो चाहिँ नकेटी तपाईँलाई कसरी छुट्याउँछ अब चाहिँ बुक लुकाउनु त भइहाल्यो तपाईँको आउँदै आउँदै होइन राड ल्याएर छोपिदिउँ न नाटेको ठाउँमा म छुइनँ खाऊ बा खाऊ आज नाचेर हाँस्छ है त्यो हाँस्दै त धिराजु ताली पिटु त्यहाँ बजाएर भन्नुपर्छ ताली पिटु पकाली गएर आँटे हो भने भन्नु त आज बिरामी लौरो लिएर आइसक्यो उता सिर खिच्नु न उहाँहरुको त कुकुरामै उहाँहरु उता सिर खिचिदिनु न उहाँहरु अंकलले उहाँहरु फोटो खिच्दिनु भएको अंकलले आफ्नो भाइको एकदम राम्रो आउँछ अरे तारकै कृष्ण कृष्ण नबजाइदे मुरली रुन्छ हाम्रो मन कृष्ण नबजाइदे मुरली
सुहाउने सुहाउने शिरमा टोपी सुहाउने 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 शिरमा टोपी सुहाउने नबजाइदेऊ मुरली मनै रुवाउने कृष्ण नबजाइदेऊ मुरली मनै रुवाउने हाम्रो बोर्डिङमा नि आयो अहिले बर्तन थपिनुपर्छ ल तेल ऋतु फलम ऋतु फलमा आएर साथीको प्रसला तेन मैले कलाबार ओम भगवान होइन पूजा न अब सबै गनेका चिज अर्पण गर्ने गनेका ल्याउने भने त्यो श्रृङ्गार गनेका चाहिँ अर्पण गर्ने पहिला श्री हजुर यसो गरौँ त्यो गनेका सबै अर्पण गर्नुभन्दा पहिले त्यहाँ सबै अर्पण गरौँ अहिले राखिसक्यो बाहिर को पुज्यो धेरै मान्छे बसाएर ठुलो मान्छे हुँदैन त्यो लोकमा धेरै मान्छे बसाएर ठुलो मान्छे माला माथि एउटा तुलसीलाई समेत गरेर माला लगाइदिनु तुलसीलाई समेत गरेर माला लगाइदिनु तेल ठिकै छ त्यो अलि सोझो पारिदिनुहोस् पूर्वतिरबाट उतार्ने परेको छ त्यो दुनु अलिकति पछि पकवान पत्ता नैवेद्य अगाडि ल्याउनु न एउटा यहाँ पूजा गरेर खोइ त उठ्यो तल जाऊ तल तल त्यहाँ होइन विजय काम्बरे खमिखवः तेभ्यो दशप्रातिर् दशदक्षिणा दशप्रतीचिर् दशोदीचिर् दशोर्ध्वाः तेभ्यो नमो अस्तुतेनो वन्तु तेनो मृडयन्तु ते जन्विक्मोजसनो द्युतमेघं जम्भेदद्मः ॐ भूर्भुवस्वः महेश्वराभ्यां नमः मधेसीहरूले पकाएको त पुरा फुल्छ हामी मधेसी परेन नि त कालो मान्छेले पकाएको मात्रै राम्रो हुन्छ क्या त्यो त कस्तो मजाले फुल्छ नि पुरै एकैछिनमा कस्तो चाँडो बेल्छ है बेल्नु पकाउनु ठाडो मात्रै हुँदैन मलाई दोष नलगाउँ योग्य पनि उहाँकै हो इच्छा पनि उहाँकै हो तपाईँ आइसक्यो जय शम्भु चाँडो आइज भाइ फोटा आउँदैछ फोटा निकाल्दै हुनुहुन्छ यता यता ल हात पनि खाप हजुर सकिन अब तपाईँ यो लिने हो अथवा भइगयो चरु लिने हरि ओम पूर्णान्तरे विपरापत सुपूर्णा पुनरापत वस्नेव विक्रीण वहाइख मूर्धं शतक्रत ओम स्वाहा
तीनचोटि ओम स्वाहा परापत सुपूर्णा पुनरापत भस्मेव विक्रीणा वहाइषमूर्जसु सदकृत ओम स्वाहा। ओम नमः शिवाय। ओम नमः शिवाय। लो नारायण नारायण लपाती चढ़ाओ नारायण। अंकल हमला गागो गीती ना अंकल हमला गागो केयूरबाण मकरकुंडलवाण किरीटी हारी हिरणमय बपुधृत ब्रह्मा मुरारी त्रिपुरांतकारी भानु शशि भूमिषितो बुधश्च गुरु च शुक्रासन राहुके तव सर्वे ग्रहाः शान्तिकरा भवन्तु। देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर जगतो मातृरूपेण संस्थितः नमस्तस्यै नमस्तस्यै नमस्तस्यै। देयं सदा परिभवग्नमभीष्टदोहं तीर्थास्पदं शिवविरञ्चिनुतं शरण्यं प्रेत्यार्तिहं रणतपालभवाब्धिपूतं वन्दे महापुरुषते चरणारविन्दं त्यक्त्वा सुदुष्टदसुरेप्सितराजलक्ष्मीं धार्मिष्ठार्यवचसा यदगादरण्यं मायामृगं दैतैप्सितमन्वधावत् वन्दे महापुरुषते चरणारविन्दं वंशीविभूषितकरा नवनीरदावात् पीताम्बरा तरुणबिम्बफलधरुष्ठात् पूर्णेन्दु सुन्दरमुखादरविन्दनेत्रात् कृष्णात् परं किमपि तत्त्वमहम्। रामाय रामभद्राय रामचन्द्राय मानसे रघुनाथाय नाथाय सीताय पतये नमः। श्रीरामा पुरुषोत्तमा नरहरे नारायण केशव गोविन्द गरुरध्वजा गुणनिधे दामोदर माधव। हे कृष्ण कमलापते यदुपते सीतापते श्रीपते वैकुण्ठाधिपते चराचरपते लक्ष्मीपते पाहि माम्। उल्लङ्घ सिन्धो सलिलं सलिलं यशोकवह्निं जनकात्मजायाः आदाय तेनैव ददाह लङ्काम् अतुलितबलधामं हेमशैलाभदेहं धनुजवनं कृशानं ज्ञानिनाम् अग्रगण्यं सकलगुणनिधानं वानराणामधेशं रघुपतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्। एषाङ्के च विभाति भूधरसुता देवापगामस्तके बाले भालविधोर्गले गता शिवा शशिनिवा श्रीशङ्कर पातु माम्। आत्मा त्वं गिरिजामती साचरा प्राणशरीरं विहम् पूजा ते विषयोपभोगरचना निद्रा समाधिस्थितिः संसार पदयो प्रदक्षिण विधि स्तोत्राणि सर्वा गिरो यत् यत् कर्म करोमि तत्र दखिलं शम्भोतवरधनं। करचरणकृतं वा कायजं कर्मजं वा श्रवणनयनजं वा मानसं वा परार्धं विहितं वा सर्वमेतत्क्षमस्व। जय जय करुणाब्धे श्रीमहादेव नागेन्द्रहाराय त्रिलोचनाय भस्मासुराय महेश्वराय नित्याय शुद्धाय दिगम्बराय तस्मै नमः शिवाय। मंदाकिनी सलिलकंदन कर्षिताय नंदीश्वर प्रमथनाथ महेश्वराय मंदार पुष्पमौ पुष्पसुपूजिताय तस्मै मकाराय नमः शिवाय। शिवाय गौरी वदनाब्जवृन्द सूर्याय दक्षाध्वरनाशकाय श्रीनिवार्य मुनीन्द्रदेवारचितशेखराय चन्द्रार्कवैश्वानरलोचनाय तस्मै वकाराय नमः शिवाय। यक्षस्वरूपाय जटाधराय वीणाकाशताय सनातनाय दिव्याय देवाय दिगम्बराय तस्मै यकाराय नमः शिवाय। पञ्चाक्षरमिदं पुण्यं या पठेत् शिवसन्निधौ शिवलोकमवाप्नोति शिवेन समुदते। चिदाभासमाकारेण परम निर्विशेषं विशेषप्रकाशं पराज्ञानगम्यं परम निर्विकारं चिदाकारमोङ्कारसारं नमामि।
मातंगी भुवनेश्वरी च बगला धूमावती भैरवी तारा छिन्न शिरोरुहा भगवती श्यामा रमा सुंदरी दातुं नः प्रभवन्ति वाञ्छितफलं यस्य प्रसादं विना त्वं वन्दे शिवरूपिणं जगुरुं सर्वार्थसिद्धिप्रदम् यौतौ शङ्खकपालभूषितकरौ मालष्ठिमालाधरौ देवौ द्वारवती श्मशाननिलयौ नागारिको वाहनौ नेत्रक्षय बलिदक्षयज्ञमथनौ मेघाद्रिराजा प्रभौ फलजगन्मङ्गलालय श्रीमान् दिनकरकिरणनिबोधितनाभा नलितलनिविघ्नकृष्ण काले वर्षतु पर्जन्यः पृथिवी शस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनाः सदनाः सन्तु जीवन्तु शरदां शतं तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसङ्ग कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता सा मां पातु सरस्वती कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावः करोमि यत् यत् सकलं परस्मै नारायणायेति समर्पयेत् त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं तत्त्रियायुधं त्रिजन्म पापसंहारम् अनेकबिल्लं शिवार्पणम् सेवन्तिका बकुलचम्बकपाजन्येन जन्यमयजन्तदेवास्तानि धर्मे नमो वयं वै श्रवणाय कुर्महे समे कामान् कामकामाय मह्यं कामे सुरो वै श्रवणो ददाति वै धीमहि तन्नो शम्भु तन्नो स्वस्तानि जगदीश्वरी प्रसीदतु ॐ विश्वतः विश्वतो मुखो विश्वतो बाहुरुत विश्वतस्मात् संबाहुभ्यां धमति सम्पतत्रैर्या वा भूमि जनयन् देव एकः ॐ मन्त्रपुष्पाञ्जलिं समर्पयामि सर्वभूतान्तरात्मने नमः स्वस्थानि जगदीश्वरी नमः यज्ञपुरुष परमात्मने नमः सिद्धिविनायकाय नमः सर्वभूतान्तरात्मने नमः ॐ ॐ ॐ ॐ ॐ जो आरती गरौँ यही मौकामा यो स्टन्टु लागेकै बेला आरती
चामुंडेश्वरी को, रानी मात्र को, गौ माता को, अंदर भगवान को, बोलो भाई सब संतन को, हर 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 महादेव। हर बोल बम जय स्वस्तानी माता गोविंद जय जय गोपाल जय जय खोइ त दिवः सदा विंशिप्रयाति प्रतिकेश आत्मेकं वर्तते तमः। ॐ जय शिव शङ्कर शम्भो जय गिरिधारी।
सुशनि लोक छन्ने भए छन् अग्नि प्रजाम मंदारमाला गीताय काये कपालमालांकितशेखराय दिव्यंबराय च दिगंबराय जलले अलि जलले ओम ज्वाला मालिन्य निरोगी आयो नाम होइन निरोगी उसले सदस्यमा नाम लेखायो मुखलालजीले अध्यक्षमा लेखाएपछि उसले सदस्यमा लेखायो अनि हामीले के गर्यौँ भने 6 जना 3 जना चाहिने जम्मा सदस्य 6 जना भए अनि महिलालाई चाहिँ हामी बसेर विरोध गरायौँ अनि भयो 4 जना भएपछि तिमीहरू गएर मिलेर आऊ भनेर उता उनीहरूलाई पठाइदिउँ अध्यक्षको 2 जना उम्मेदवार तपाईँहरू पनि 2 जना अब बुझ्नु भयो तपाईँहरू 2 जना तपाईँहरू ल हस् घुम न के मलाई भने उता घुम न मम्मीहरू कसरी घुम्नु आगो तातो कि छैन मात्रै हेलो भिडियो टिका लायो अनि फोटो पार्ने उनीहरू आएको छ बहिनी लग्यो उता यता सारे हो ए कति राखे है के राखे भाइ गरेको भए हुन्थ्यो उत्तर गुरुसँग माग्नुपर्छ यार ठिकै छ गुरु भइहाल्छ यसो गर्ने ल्याउनु न फुल चाहिँ फुल यहाँ ल्याउनु भयो होइन जाने उतापट्टि यो हात जोडौँ दुवै तर्फबाट हात जोडौँ ओम श्री गणेशाय ओम श्री सरस्वती ओम श्री यामदेवा भद्रं पश्येमा क्षवरजयन्ता श्री रमाय शिवागं सस्तनं वीरगसेनाय ओम स्वानि पराशुवा यद् भद्रं तन्नाशुवा ओम देवः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिः शान्ति विश्वदेवः शान्ति ब्रह्म शान्ति सर्वगुण शान्ति शान्तिरेव एकेतिर त्यो फुल अर्पण गर्नु एकेतिर अर्पण गर्नु र यो अनि 3 चोटि पर्दा बाहिरबाट ढोग्नु अब यसलाई हटाउनु अब 3 चोटि प्रत्यक्ष देखादै गरेर नमस्कार गर्नु पहिले हजुरले स्वस्ति न इन्द्रो वृद्धश्रवः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति न सार्च्यर्चिनीः स्वस्ति नो बृहस्पतिर्दधातु ओम श्री परमात्मने नमः हजुरले उहाँलाई
ल हिसाब किताब त तपाईँले जोड्नु पर्यो नि औलो होचो मिलाउनु पर्यो अनि यो हजुरले दिनु मलाई आफ्नो टिका मात्र लाकै छैन टिका बुवाले टिका अब राख्नु अब जति हेर्दा पनि भएन होइन लिने होइन लिन त लिनुपर्छ नि त समात्नुपर्छ कि दिँदा हुन्छ लिँदा हुन्छ मारिहालिन्छ नि यता आउनु नि अनि घुम्ला न रमाइलो बाज्यो धुन पक्कै कृष्ण हुन् नबजाइदेऊ मुरली रुन्छ हाम्रो मन नबजाइदेऊ बाज्यो धुन पक्कै कृष्ण हुन् हाम्रो मान्छेले बजाउँदैन कथा अलिकति अहिले नभने सभापति नि वानी हो मुगाली बजाएर आदैन है मन चोरेर लगिसक्यो दही चोरेर खानेले भन्नुभयो हाँ